यसपालि बिजोग छ बिहान छ ट्राफिकको भनेर हुन्छ यसपालि पैसा पारिदिन्छु भन्नुभएको छ। उहाँले पनि ढाँटेको होइन होला, ढाँट्नु मिल्दैन बजाउनको लागि। दार्चुला धेरै टाढो, धेरै त्यहाँदेखि उता छैन नेपाल है, सिमाना सिमाना। महाकाली नदी तल बगिरहेको छ, मासतिर भिरमा है, पुलको लट्ठा बोक्ने, सिमेन्ट बोक्ने, पुलको सामान बोक्ने काम गर्नु हुने। अहिले पनि हाम्रो टोली त्यहाँ छ, कोही त त्यहाँ गएर पनि आउनु भएको छ, यहाँ थुप्रैजना आउनुहुन्छ होला, अझै पनि त्यहाँ छ। अब एक दुई दिनमा त्यहाँ हामीले सघाउँदैछौँ काम र त्यहाँ काम गर्नुहुनेहरूलाई हार्दिक माया सम्झना छ, हार्दिक सम्मान छ। यसले पकाउ म चाख्छु खान्छु, मिठो भएछ भन्ने पनि ठिकै छ, मिठो भएन भने गाली गर्छु होइन भन्ने हिसाबले हामी बस्नु हुँदैन। त्यसले गर्दाखेरि यहाँ विशेष गरी अलिकति होइन, अब यहाँ धेरै समूहको मान्छे देख्दैछु, उमेर समूहका मान्छे। हाम्रो आमा बाबाहरू अलिकति दिग्गज होइन, उमेरमा अग्रज मान्छेहरूलाई चाहिँ सल्लाहकार एउटा परिषद वडाको 15 नम्बरमा राख्छ, वडाको सल्लाहकार परिषदमा राख्ने हाम्रो म्याक्सीलाई मैले त्यो सल्लाह दिइराखेको छ। अनि अब अलिकति भनौँ न यता म हिँड्न सक्छु, डुल्न सक्छु, म गर्छु अभियान भन्नेहरूलाई कार्य समितिमा राख्ने है, आमा बाबालाई चाहिँ सल्लाहकारमा राख्ने। अनि अलिक युवाहरूलाई चाहिँ युवा समितिमा समावेश गर्दा पनि हुन्छ। अब कसरी अहिले गर्नुहुन्छ त्यो चाहिँ तपाईँहरूको आफ्नो उसमा पनि गर्नुपर्छ। र अब यो धनबहादुरजीलाई हामीले मेयर बनाउने भन्ने कुरामा चाहिँ किन हामीले त्यो भने त भन्दाखेरि अब सबैले होइन दुःख गरेको देखेको कारणले गर्दाखेरि उहाँलाई अहिले माया पनि गर्नुभएको छ। र धनबहादुरजीलाई मेरो सल्लाह चाहिँ छ है, अरू म एकछिन फाल्टै सल्लाह दिनेवाला छु यहाँबाट दिनुभन्दा। र मलाई भेट्नु मन लाग्यो जाने बेला म जाने बेला। अनि उहाँलाई किन जिताउनुपर्छ, चुनाव चिन्ह माटोले किन जित्नुपर्छ भने तपाईँहरूलाई हर्क साम्पाङ भन्ने मान्छेको भिजन मन पऱ्यो कि परेन? संसारमै एकजना यस्तो मेयर जो मेयरले काम गरेर विश्व कीर्तिमान राख्यो, म मात्रै अरूले राखेको छैन है। जहाँ जान्छु विकासको मूल फुटाइदिएको छु। म दार्चुला गएँ, दार्चुलामा गाडी पुग्यो, म पुगेपछि दबाब भयो नि त सरकारलाई, टेलिफोन पनि पुग्यो, केही थिएन, गाडी पनि थिएन, टेलिफोन पनि थिएन, पुल पनि थिएन। पुल त हामीले बनाइदिँदैछौँ, अब सरकारले पनि बनाइदिने भएको छ, हेर्नु न आँखा खोले है, कुरा बुझ्नुभयो नि। अब मेरो भिजनबाट यो धान होइन फेरि अर्को 5 वर्ष चलोस् भन्ने यदि लाग्छ भने धनबहादुरजीलाई जिताइदिनु। गाइड मैले नै गरिदिउँ क्या उहाँलाई, कुरा बुझ्नुभयो नि। खानेपानीको लागि मैले के गरेँ तपाईँलाई अलिकति सुन्नुहोस्, तपाईँले कतिलाई त थाहै छैन। चुनाव जितिसकेपछि मैले पानी खुवाउँछु भनेर जितेको चुनाव, पानी नखुवाई बस्ने मलाई छुट थिएन। म चाहिँ त्यस्तो नैतिक मान्छे हो, गर्छु भनेपछि गर्छु नै गर्छु, कि त गर्दिनँ भनेपछि नगर्ने भने गर्छु नै भन्दिनँ। अस्तिको दिन मात्रै हामीले चाहिँ नि होइन 4 वर्ष श्रमदान भएको वार्षिकी मनायौँ, 4औं वार्षिकी। पकुवा खोला जानै भएको छैन होला, यो डाँडाको उतापट्टिबाट पानी ल्यायौँ हामीले है, ढुङ्गामाथि नै खनेर ट्याङ्की बनायौँ होइन। राम्रो बुझौँ है, अलिकति अल्छी नमानी बुझौँ है। त्यहाँबाट त्यो 28 दिनमा त्यहाँ पानी ल्यायौँ, त्यतिकै पानीको समस्या समाधान भएको होइन। पानी ल्यायौँ, लिएर चाहिँ तल 11मा जोड्यौँ, ठुलो ल्यायौँ, 3 इन्चको ल्यायौँ। तर 3 इन्चको पाइपमा पनि फुल पानी आयो भने थुप्रै हो, त्यो बगे गर्छ नि पानी त। त्यस पछाडि हामी निशाने आयौँ यता श्रम संस्कृति पार्क बन्नेमा त बनमारा घारी, के अरे तपाईँको सिस्नु घारी, सिस्नु पनि थिएन हौ, सिमली घारी, बनमारा घारी होइन। त्यहाँ जाने, बियर खाने, फुटाउने, मासु पोले खाने, पौडी खेल्ने, हाफ प्यान्ट छोडिराख्ने, त्यस्तो खालको थियो हाम्रो। अलि हाँस्नु पर्ने क्या हो, 50वटा बाइक हुने जहिले पनि 50-100वटा बाइक हुने, त्यहाँदेखि उता गएर पौडी खेल्नु पर्ने, खतरा पौडी खेल्नु हाम्रै भाइ भनिन्छ। अनि त्यहाँदेखि तलतिर चाहिँ फेरि पानीको मुहान कति हाँस्यो।
होइन अलि हाँस्छौँ अलि हाँस्नुपर्छ है। यहाँ यसरी होली खेल्नुपर्ने अन्डाले रङ खाउ खाउको है पहेँलो कालो रातो सब खालको रङ लाएर पानी छैन नुहाउने कहाँ जाने त्यहाँ गएर नुहाउनु पर्ने। र त्यहाँको तलतिर चाहिँ तपाईँको फेरि पानीको मुहानको पाइप त्यहाँनिर तपाईँको छैन त्यो गुमुदको अवस्था है। कहिले काहीँ जाने बुढी औँलाले हिँड्नु मन लाग्ने गइगु हुने क्या ऊ भन्दा फेरि यता मिडियामा के भन्यो भन्दा अब ठेट भाषामा हुने हो नि दिशा पूर्व पश्चिम चाहिँ होइन दिशा के हो। बुढी औँलाले हिँड्नु मन लाग्ने त्यही त के यति धेरै घिन लाग्छ। त्यहाँ सफा गरियो कुरा बुझ्नुभयो नि त्यहाँ प्रहरी राख्यो खाने पानीको तपाईँको स्रोत सुरक्षित भयो। हामीले खर्जुबाट पानी ल्यायौँ सर्दोबाट ल्यायौँ निशानेबाट ल्यायौँ त्यहाँ तपाईँको सेरिखेरि आरा धरानको पारिपट्टि एउटा निलो 3 लाख प्लसको ट्याङ्की छ त्यो बनायौँ हामीले। त्यहाँदेखि 10 इन्चको पाइप यत्रो ठुलो पाइप हामी त खालि त्यो कोखाको मात्रै कुरा गर्छौँ त्यो मात्रै होइन नि है। त्यत्रो 10 इन्चको पाइप यत्रो ठुलो 10 इन्चको पाइपमा बगरै बगर जङ्गलै जङ्गल अलिअलि पाखा पाखा भिर जस्तोबाट लिएर चाहिँ तपाईँको जानकी चोक हुँदै 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 स्वस्तिका चोकमा तल तपाईँको चाहिँ राखेर यत्रो ठुलो पाइप फेरि पाइपबाट हामीले पानी ल्यायौँ जोड्यौँ। त्यतिले मात्रै पुगेन हामीलाई हामी फेरि यता गयौँ होइन भालु खोला सेउटीबाट पनि हामीले पानी ल्यायौँ। यहाँ माथि धन्यवाद ट्याङ्की बनाएको छ यस्तो ठुलो ट्याङ्की छ त्यो श्रमबाट गरेको कुराहरू मात्रै भने होइन। त्यतिले मात्रै फेरि मन मानेन होइन। कोका खोला गयो है भौला पाराले कोका खोलामा पाइप तान्नुभयो तपाईँहरूले आमै भनौँ न त्यो दिन फर्केर आउँदैन कि फेरि आएर नि हुँदै भन्छु म त फेरि पाइप तान्नु भन्छ अब कहाँ तान्नु के तान्छ ए भिरमा है त्यो बडा क्षेत्र मासतिर भिर है 4-5 भिर खतरा खालको भिर तल झऱ्यो भने तल कोसीभित्रै गुल्टी झर्ने भिर त्यस्तो भिरमा पानीहरू ल्यायौँ होइन। के अरे पाइप तान्यौँ नि तपाईँहरूले सल्लाह सहयोग गर्नु होला तपाईँहरूले गर्नु भएन भने पनि फेरि गर्नु नि त होइन है। अनि सुन्नु न एकछिन अनि त्यसरी पानी ल्यायौँ तपाईँको छैन 98 दिनमा पानी आयो होइन। त्यो पानी आए त आउँदैन के भन्थ्यो यत्रै आए पनि एक थोकै आए पनि म धरानमा बस्दिनँ भन्थ्यो मलाई होइन। 3 दिन जङ्गलमा सुतेर दुःख गरी तपाईँको चाहिँ राति 1 बजी खोलामा पानी ल्यायौँ होइन। आँसु पनि लु आयो खुसीले सम्झेर होइन। त्यस्तो गरेर तपाईँको चाहिँ त्यो एउटा पाइप आयो त्यो आइसकेपछि त्यो सुरुमा चाहिँ हामीलाई विरोध गर्ने साथीहरूले हुन त अब त्यसो भन्दा अलिकति हुने हो अहिले त म माने पनि भइसकेँ होइन अलि माथि नै गइसक्यो तै पनि एउटा सम्झना त सुनाएको नि तपाईँहरूलाई। सुरुमा चाहिँ के सोचेको थिएछ भने अब त्यो भिरमा अड्किन्छ पानी आउँदैन पानी नआइसकेपछि तपाईँको त्यत्रो त्यो करोडौँको पाइप कहिले युकेबाट ल्याएको छन् कहिले कताबाट ल्याएको छन् त्यो सबै खेर जान्छ अनि यो मान्छे फेल हुन्छ अनि खोज्नु पर्यो भन्ने यही गीत गाउँदै यसलाई असफल बनाउने भनेर सोचेको रहेछ होइन। त्यतिखेर त केही पनि भनेन। पहिलो पाइप आएर हामीले विश्व रेकर्डै राख्यौँ त्यो यति तपाईँको मुस्किल हो 43-40 किलोमिटर त पाइप मात्रै हो। फेरि पाइप हामीले यसरी सिधा तानेको छौँ कति भिरमा त्यो होल्सा भर्दै जाँदाखेरि त त्यो त 60-70 किलोमिटर हो। त्यति टाढोबाट पानी लिएर हामीले पायौँ। तपाईँहरूले मलाई साथ दिनु अगुवाई मैले गरेँ लिडर म थिएँ। दोस्रो पाइप लिनु खोज्दाखेरि त अब पहिलो आइगयो भनेर विरोध पनि गरेँ है होइन। तर केही छैन हाम्रै नागरिक मैले सम्झाएँ बुझाएँ होइन। बल होइन बुद्धि लगाउनुपर्छ बुद्धि लगाएर हामीले दोस्रो पानी ल्यायौँ होइन। त्यो चाहिँ पर विश्व ट्याङ्कीमा छ। यहाँ धन्यवाद ट्याङ्कीको तपाईँहरूको यताबाट खाइराख्नु भएको छ है भनेपछि निशानेकोले चाहिँ बिच भागमा खान्छ स्वस्तिका चोकतिर खान्छ। र अब तपाईँको चाहिँ पुराना संरचनाहरूलाई पनि हामीले चाहिँ पहिला चाहिँ एउटा पम्प बिग्रियो भने त्यो बिग्रियो अब कहिले भन्ने खालको पम्पहरू पनि स्पेयर राखियो क्या। मैले सुरु गर्दिनँ हेर्नुहोस् है सुरु त म गर्दिनँ
अरूले सुरु गर्छ, त्यसको उत्तर दिन्छु, तर मसला खतम चाहिँ मैले नै गर्छु, फिनिस चाहिँ मैले नै गर्छु। हाम्रो उपमेयरज्यूले के भनिदिनु भयो, उपमेयरमा मैले किन भनेको उहाँ चाहिँ निर्वाचित चाहिँ उपमेयरै हो क्या, मैले छोडेपछि मात्रै कार्यभार उपमेयरै, निर्वाचित मेयर त होइन नि। उपमेयरज्यूले के भनिदिनु भएछ भन्दाखेरि अर्घसाम्बाको कुनै हात छैन भनेर भन्नु भएछ। त्यो बजेट क्या दौडा। अनि कसको चाहिँ हात छ त? प्रचण्डको छ त। कति हात छ? प्रचण्डजी आउनुहुन्न बैठकमा, एकचोटि मात्रै आउनु भएको छ, आउनै हुन्न है। के उपमेयरकै छ त हात चाहिँ? छैन। मैले एउटा राम्रो रोचक दिने गरेको छु, 2 दिन दिएको छु, फेरि यहाँ पनि हामीले दिनु पर्यो। हामी वर्ल्ड कप हेर्दैछौँ नि फुटबल होइन? अस्तिको दिन कसको थियो? लास्ट म्याच कसको थियो? कसले हेऱ्यो? लास्ट म्याच कसको थियो? कुन कुन देशको थियो? छैन कि के हो कोही पनि हेर्नु? मेक्सिको र ब्राजिल। एनिवेज कुनै एउटाको थियो होइन? कसले जित्यो? मेक्सिकोले जित्यो। त्यो मेक्सिकोले जित्दाखेरि त्यो चाहिँ गेममा चाहिँ अर्घसाम्बाङ मैले गोल हालेको भन्न मिल्छ? अलि हाँसौँ, अलि हाँसौँ न है। मेक्सिकोले जित्यो, मैले गोल हालेर मेक्सिकोले जित्यो भन्नु सुहाउँछ कहिले? त्यस्तै कुरा गरिराख्नुहुन्छ क्या है। अनि उहाँको 2-4 जना खेतालाहरू रहेछ, त्यही भनिराख्नुहुन्छ। अर्घसाम्बाङले होइन उपमेयरले लिएको अरे। यहाँको उपमेयर चाहिँ संसदको सदस्य हो र भनेको। म त त्यो बजेट बनाउने मान्छे हो, त्यो बजेट बनाउने, त्यो संसदमा बजेटमा छलफल गर्ने मान्छे, यस्तो उस्तो भनेर तपाईँको सल्लाह सुझाव दिने मान्छे हो म। सरकारको काम निमोट्ने मान्छे हो क्या म। अनि मैले चाहिँ नलिएको अरे, उसले पो लिएको अरे। त्यो मेक्सिकोले जितेको गेम चाहिँ अर्घसाम्बाङ मैले गोल हालेर मेक्सिकोले जित्यो भन्नु र अर्घसाम्बाङले होइन अहिले उपमेयरले अहिलेको बजेट ल्याउनु भनेको एउटै हो, कुनै त्यसको तुक छैन। त्यो बजेट बनाउने मान्छे हो के म। विनियोजन विधेयकमा अस्ति भएर छलफल भइसक्यो, आर्थिक विधेयकमा पनि अस्ति छलफल भएको छ होइन? संशोधन पेश गर्दैछ, पेट्रोलको दाम कति राख्ने, के कति राख्ने होइन, शिक्षामा कर लगाउने कि नलाउने, स्वास्थ्यमा कर लगाउने कि नलाउने भन्ने मान्छे पो त हामी त। अनि हामीले चाहिँ नगरेको उहाँले गर्नु भयो। ल ठिक छ, एजेन्डा उहाँको थियो त, भएको त हुन्थ्यो। त्यो कोसीबाट पानी ल्याउने एजेन्डा कसको? अर्घसाम्बाङको होइन। मेरो त्यो सपना हो, सङ्कल्प हो र सङ्घर्ष पनि हो क्या। हिजो बार तपाईँको छैन मन्त्रीलाई ढोक्दा पैसा नदिएको कारणले गाग्री बोकेर को गएको थियो? म गएको थिएँ कि को चाहिँ गएको थियो? अहिलेको प्रधानमन्त्री त मेरो एक खालको साथी पनि हो। संसदमा नआएर कहिले पनि आउँदैन, अनि आफू जे पार्टी बोल्छ र विरोध गरे है, पदले विरोध, तपाईँको त्यो पद रेस्पोन्सिबल होस् भनेर। तर साथी पनि हो त, उसलाई सबै थाहा छ। मैले त एकचोटि यस्तो पनि भनेको थिएँ कि हाम्रो अब पानीको दुःख छ, तपाईँहरूकोमा पैसा थुप्रो हुँदो रहेछ काठमाडौँ महानगरमा, मलाई अलिक सापट्टि दिनु न भनेको थिएँ। दिनु पनि खोज्नु भएको थियो, तर नियम कानुनले नहुँदो रहेछ है। अनि यो तहबाट मैले सङ्घर्ष गरेर पैसा चाहिँ पारिदिने। अनि अहिले गीत चाहिँ 1-2 जना के भन्ने भुसुना गर्नु भने फेरि मान्छे फेरि भुसुना भनेर भन्छ है। भुसुने टाइपको पात्रहरूले चाहिँ अहिले त्यो खालको हल्ला फिर्दैन। अर्घसाम्बाङको केही पनि उ छैन है। सबै मन्त्रीलाई भेट्ने म है, सबै मन्त्रीहरूसँग तपाईँको कुराकानी गर्ने, सबै कुरा त्यो अर्थ मन्त्रालयदेखि लिएर प्रधानमन्त्री खुदलाई भेटेर चाहिँ बजेट ल्याउने चाहिँ म। अनि मेक्सिकोले जित्दा अर्घसाम्बाङले गोल हालेर जितेको भन्ने खालको हल्ला फिर्ने चाहिँ के छ र ढाँटे होइन? हामी सबैले लिएको भन्दा त मलाई पनि सित बस्थ्यौ नि त। हामी सबैले लिएको भन्दा ठिक छ होइन, तर फल्नाको चाहिँ हात छैन, हामीले गरेको भन्दा के भनेको थियो? प्रचण्डै प्रधानमन्त्री भएको जस्तो क्या। प्रचण्ड प्रधानमन्त्री हुँदा पनि हामी गएको 21 लाख मात्रै दिएको, त्यो पनि कार्यान्वयन गरेन, सहयोग त गरेन।
त्यो चिज हो, त्यसरी बुझ्नुपर्छ। र मैले यहाँका सबैजनालाई के भनिरहेको छु भने